26 वर्षको उमेरमा विवाह गरी गयो त पराइको घरमा। 26 वर्षको उमेरमा विवाह गरी गयो त पराइको घरमा। आज हामीलाई थिएन पराइको भरा पनि यस्तै भयो यो कर्म। आज हामीलाई थिएन पराइको भरा पनि यस्तै भइगयो कर्म। के नै लिएर आयौँ के नै लिएर जान्छौँ संसारलाई छाडेर। मुठी खोली आयौँ मुठी कसी जान्छौँ लानु के नै लौ छ र। मुठी खोली आयौँ मुठी कसी जान्छौँ लानु केही नै छ र। जति पनि बुतो गरी कमाएको थियो लगे पराइले घर। जति कमाई पनि उतो गरेको थियो लगे पराइले घर। आज हामी यस्तै भइगयौँ पर्नु कसको के भर। आज हामी यस्तै भयौँ पर्नु कसको के भर। लौ सुन्नुहोस् है सबैजनाले, दुःख र पीडा भनेको पीडा नभनेको यस्तै हुँदो रहेछ जीवनमा। जे भोग्नु थियो भोगेर आइयो, जे गर्नु थियो गरिसक्यो, अब त गर्नु छैन संसारमा। संसारी माया जालबाट छुटकारा पाउनुभन्दा ठुलो केही पनि होइन रहेछ। त्यति नै मात्रै हामीलाई चाहिने हो। दुःख पीडा सधैँ सधैँ भोगेर सधैँ अर्काको कुटाइ पिटाइ खाएर बाँच्नुभन्दा एक्लै भएकै निको हुँदो रहेछ सज्जन। कुटाइ पिटाइ खाएर दिनरात रोएर बाँच्नु, आँसु पिएर बाँच्नुभन्दा एक्लै रहेकै ठिक हुँदो रहेछ सज्जन। खान त भोक तिर्खा कसले देख्छ र, एक्लै बस्नु नै जाति रहेछ। तैँले के खाइस् के लाइस् भन्ने नहुँदा एकदम आनन्द स्वतन्त्र हुँदो रहेछ सज्जन। अरू त हामी के भन्न सक्छौँ र, त्यति नै रहेछ जीवनमा। जसका आँसु पुस्छु भनेर आएका आउँदाखेरि त्यसैका आँसु पुस्नु नपाउँदा आज यो पीडा भोग्नु पोख्नु परेको हो। धेरै लात खाइयो, धेरै हात खाइयो, धेरै पिटाइ खाइयो, धेरै कुटाइ खाइयो। जीवनमा धेरै रोएर सङ्घर्ष गरेर हिँडियो जितेर हिँड्नलाई। उहाँलाई जित्दाखेरि जित्दा जित्दै आज आफ्नो जीवन पनि सकियो। रोग पनि लाग्यो, खाने बेलामा खान पाइएन, अहिले रोग लाग्यो के खानु र सज्जन। अरू त हामी के भन्नु, सम्पत्ति कमाउन भन्दा पनि गुमाउन आएका हौँ हामी। हामीलाई सम्पत्ति ठुलो कुरो होइन, इज्जत भए हामीलाई पुग्छ। हामीलाई सम्पत्ति कुनै ठुलो कुरो होइन, हामीलाई इज्जत भए पुग्छ। जन्म मेरो तेह्रथुममा छथर फाक्चा मारा। बाबा मेरा इन्द्रप्रसाद खतिवटा थिए, आमा मेरा लक्ष्मी देवी खतिवटा हुनुहुन्छ। उहाँको कोखमा बास लिएर 9 महिना कोखमा 5 वर्ष पिठ्यौँमा बसी हुर्की बढी आइयो। तराईको भूमिमा घाँसखेल गरी पराईको काखमा गइयो, तर पराईले पनि टाढा पारेर। आज मेरो कोही छैन भनी हिँड्ने कस्ता हुँदा रहेछन् है यो साथी संसारमा पराई पनि। आज मेरो कोही छैन भनी हिँड्ने कस्ता हुँदा छन् साथी संसारमा। जानिएन हिजो हामीले जानुपर्ने रहेछ मिडियामा, तर जानिएन हिजो हामीले जानुपर्ने रहेछ मिडियामा। भाइरल हुन पाइँदो रहेछ तर हामीलाई भाइरल हुनु छैन। भाइरल हुन पाइँदो रहेछ तर हामीलाई भाइरल हुनु छैन भन्दै हामीले एउटा भिडियो पोस्ट गर्न चाहँदैछौँ। बाबुआमाको कोखमा तेह्रथुम छथर फाक्चामारा जन्म भई हुर्की बढी मोरङको एउटा ठाउँमा कुनामा एकजना मनुष्यसँग विवाह गरी गयो 26 वर्षको उमेरमा। उसका आँसु पुस्छु भन्दा भन्दै लास्टमा आफ्नै आँसु बगेर गए। उसका आँसु पुस्छु भन्दा भन्दै लास्टमा उसको मेरै आफ्नै आँसु बगेर गए। जय श्रीमन्नारायण।